इस्वीसम्म 2014 सालको नयाँ वर्षको अवसरमा हामी टिका खनाल, चेतन न्यौपाने, श्यामसुन्दर बराल र म शङ्कर बराल घुम्न जाने क्रममा हामी समुद्रको किनारमा डुङ्गा चढ्दै सिङ्गापुरको आसपासमा रहेको क्षेत्र नजिकबाट निहाल्दै घुम्ने क्रममा लिएको यो भिडियो हो। तस्बिरमा देख्न सकिन्छ पर त्यो जङ्गल आसपास चाहिँ मलेसिया नै हो। पारी पुलदेखि पारिपट्टि सिङ्गापुर रहेको छ। यो समुद्र, यो हामीलाई घुमाउने ड्राइभर, मलेसियन ड्राइभर रहेका छन्। पारी हामीले देख्दैछौँ अहिले सिङ्गापुरको बोर्डर छेउमा हामी उता क्रमिक रूपले अगाडि बढिरहेका छौँ। हाम्रो यात्रा चाहिँ समुद्र मात्रै हो। सिङ्गापुर हामीलाई त्यहाँ जान दिँदैन। त्यहाँको बोर्डरदेखि उता जान नपाइने, पुलदेखि उता जान नपाइने भनेर हामी वरबाटै फर्केर हामी आएका थियौँ। हाम्रो घुम्ने क्रम जारी रहेको छ। ठुलो समुद्रका बिचमा एउटा डुङ्गा, जुन इलेक्ट्रिक डुङ्गा रहेको छ। त्यो इलेक्ट्रिक डुङ्गा चाहिँ चलाउने एउटा ड्राइभर हुनुहुन्छ। यहाँ देखिँदै गरेका घरहरू ती चाहिँ सुरक्षा गार्ड बस्ने घरहरू रहेर। अब हामी लगभग सिङ्गापुर नजिक आइपुगेका छौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ पारितिर रहेको पुल, त्यो चाहिँ सिङ्गापुर जाने, मलेसियाबाट सिङ्गापुर जाने पुल हो। त्यो पुलबाट चाहिँ गाडी चढेर जान सकिन्छ। हाम्रो घुमाइको अन्तिम बिन्दु चाहिँ यहीँसम्म रहेको छ। यहाँ यो पुलदेखि उता चाहिँ सिमाना रहेको कारणले गर्दाखेरि सिङ्गापुर सरकारले प्रवेश निषेध गरेको छ। समुद्र मुनिबाट पनि त्यो सिङ्गापुरमा चाहिँ जान नपाइने जानकारी हाम्रो ड्राइभर मलेसियन नागरिकले दिनुभएको छ। हाम्रो घुमघामलाई बिट मार्दै अब हामी फर्किने क्रममा छौँ। पारी तपाईँहरूले देख्दै गर्नुभएको सिङ्गापुर हो। सिङ्गापुरको बोर्डरबाट सिङ्गापुरका त्यहाँ समुद्रबाट सिङ्गापुरका घरहरू देख्न सकिन्छ। यस्तै छ। तपाईँहरूले भिडियो हेरिदिनु भएकोमा धेरै धन्यवाद। फेरि अर्को भिडियो लिएर आउनेछौँ। धन्यवाद।